आइसल्यान्ड त्यो सबै राम्रोसँग देखाउनु त बहिनी र म आज आइसुको खाँदा खाँदै दिन जानुभयो ल हेर्नुहोस् त यति धेरै टिपिसकेछ यसरी हिमाल देखिरहेको छ हामी यतातिर आइसुले टिप्दै खाँदै पानी परिरहेको छ यस्तो पानी परेको छ कि हाम्रो हेलो वेलकम टु माई एलेक्स उमेश ब्लग होप यहाँहरू सबैजना सन्चै छ होला म एकदम सन्चै छु र आज चाहिँ धेरै समयपछि एउटा छोटो भ्लग बनाऊ कि भनेर सोचिरहेको छु र आज चाहिँ म पोखराबाट यहाँ नयाँपुर जाँदैछु र मौसम बिहानदेखि एकदम पानी पल्ला पल्ला जस्तो भइरहेको छ त्यो चाहिँ म घरबाट निस्केँ म र बहिनी चाहिँ घरबाट निस्क्यो 5 मिनट जति भइसक्यो अहिले चाहिँ हामी यो हेम्जाको रोडमा छौँ नसक्दा पानी परिरहेको छ अरे अब कहाँनिर पानी पर्छ थाहा छैन तथापि हेर्ने हो भने पुरा बादल लागिरहेको छ पानी नि परिरहेछ फेरि पानी कुनै ठाउँतिर पर्ने कुनै ठाउँतिर चाहिँ नपर्ने म त खाली खुट्टा हिँडिरहेको छु जुत्ता सबै भिजेर बादल यस्तो पानी लागेको छ कि एकदम धेरै पानी आइरहेको छ जुत्ताबाट यस्तो जोडले पानी पर्दैछ कि हावा त्यस्तै चल्दैछ तर जस मजा आइरहेछ मौसम पानी परे तापनि 1 hour later अहिले चाहिँ हामी बाटोमा आइसुलु भेटेर आइसुलु खान लाग्छौँ बहिनीले टिप्दैछौँ बाटोमै छौँ अब यसरी बाटोमा चाहिँ जे भेट्यो त्यो खाँदै जाने हो बिस्तारै जाने हो बरु त्यो सट्टामा 1 घन्टा नै किन नलाओस् आजकल यो काफल पाक्ने टाइम अनि ऐसलु पाक्ने टाइम हामीले ऐसलु टिपिसकेको छ र हेरौँ खाना गइरहेको छौँ अहिले हामी बाटोमा ऐसुले खाँदा खाँदै अहिले चाहिँ त्यहाँनिर चाहिँ हिमाल देख्ने ठाउँमा आइपुगेछ हामी र तपाईँहरूलाई म देखाउने छु यो चाहिँ माछापुच्छ्रे हिमाल हो बिस्तारै देखाउनु त हुन्छ तपाईँहरूले देखिरहनु भएको यो चाहिँ माछापुच्छ्रे हिमाल हो कस हामी जाने त नयाँ पुल हो तर हामी यसो बाटोमा ऐसुलु रहेछ त्यही खानका लागि जङ्गलतिर पसेको यहाँबाट त हिमाल त मजाले देख्दो रहेछ भत्ताउरे सल्याम जाने बाटो भूमिको थान जाने बाटो अहिले चाहिँ हामी एक ठाउँमा त ऐसुलु खाइसकेको छौँ फेरि अर्को ठाउँमा छ कि भनेर हामी खोज्दै हिँड्दै आएको छौँ पाक्ने सिजन हो तिमी नै खाऊ अहिले फेरि हामी यहाँ एक ठाउँमा चाहिँ ऐसुलु रहेछ र ऐसुलु फेरि हामी टिपेर खान लाग्छौँ आमामा यहाँ त आमामा कति धेरै हो बहिनी र म आज ऐसुलु खाँदा खाँदै दिन जानुभयो मैले चाहिँ खाइसकेँ फेरि बहिनीले पनि टिप्दै खाँदै हुनुहुन्छ हामी हिमालको तल छौँ
पारिपट्टि हिमाल देखिरहेको छ भने यहाँनिर चाहिँ हामी आइसकेर टिप्दै खाँदैछौँ। जस आजको दिन चाहिँ एकदम राम्रोसँग बित्ने भयो। यतातिरको जङ्गलमा पुरा चराको त्यो के भन्छ अरे आवाजहरू आइरहेको छ भने वाउ, उतातिर हिमाल देखिरहेको छ, यतातिर हामी आइसकेर टिप्दै खाँदैछौँ। खै त तिमीलाई कति टिप्यो खै? ए ल हेर्नुहोस् त, पारिपट्टि यसरी हिमाल देखिरहेको छ। हेर्दा त्यो पारी देखिरहेको, म कति दामी सिन देखिरहेको छु। अन्त त्यो सबै राम्रोसँग देखाउनु त। फर्स्ट टाइम आएको, ए प्रभु कति राम्रो ठाउँ हो। जस क्यामेराले राम्रोसँग देख्न नसकौँला, तर जस रियलमा हेर्ने हो भने यो ठाउँ आमामा यति राम्रो छ नि। म आफै पनि यहाँनिर चाहिँ फर्स्ट टाइम आउँदैछु, तर हामी उता बाटोतिर ऐसुली देखेपछि चाहिँ टिप्दै खाँदै आउँदाखेरि चाहिँ हामीले हिमाल पनि देख्यौँ र यहाँनिर चाहिँ आमामा यस्तो दामी राम्रो सिन देखिरहेको छ कि। अघि हामीले माथिबाट तपाईँहरूलाई देखाएको थियो नि, त्यो ठाउँमा चाहिँ अहिले हामी यहाँ तल आइसकेको छौँ र माथि जस तपाईँहरू कहिलेकाहीँ यसो टाइम मिलायो भने यो ठाउँमा आयो भने चाहिँ जस छुट्टै आनन्द हुनेछ। यो ठाउँ आफैमा पनि यति राम्रो छ, झन् यता छेउमा हिमाल छ। हामी छेउमै जाँदैछौँ है। A few moments later.